हाई गाइस, आज चाहिँ म अल्ट्रासाउन्ड जाँदैछु। अल्ट्रासाउन्डमा चाहिँ आज गोर्खा कप हुँदैछ। यो चाहिँ 23rd गोर्खा कप हो, जुन चाहिँ एभ्री इयर नेपालीले अर्गनाइज गरेछ। ऊ चाहिँ मेरो छिमेकी। हामी दुईजना चाहिँ कोभेन्ट्रीसम्म आउँदै चाहिँ बस व्यवस्था गरेर दुईवटा बस चाहिँ अब हामी यहाँ युनिभर्सिटी पार्कमा जम्मा भएर जाने कुरा थियो 7 बजे, तर 7:30 बजे अनि बस चाहिँ आउने 8 बजे। सो हामी सबैजना जम्मा भएर बस चढिसक्यौँ। एउटामा चाहिँ दुईवटा बस थियो, एउटामा चाहिँ 59 जना आइगेस, एउटामा चाहिँ 60 जना हुनुहुन्थ्यो। त्यसपछि हामी सबैजना आफ्नो आफ्नो सिटमा बसेर अनि वी स्टार्ट हेडिङ टुवर्ड्स अल्ट्रासाउन्ड। सबैजना ह्याप्पी मुडमा हुनुहुन्छ। अनि हामी गाडी चढेर यति अगाडि जाने बित्तिकै इट स्टार्ट रेनिङ। आज उता नि वेदर चाहिँ 35% पानी अनि समथिङ विन्डी देखाएको छ। अब लेट्स सी वेदरले कतिको कोअपरेट गर्छ। हामी चाहिँ कोभेन्ट्रीबाट हिँडेको आई थिङ्क 2 hours 45 minutes पछि चाहिँ फाइनली रिच टु अल्ट्रासाउन्ड। अनि यो चाहिँ अब गोर्खा कपको ग्राउन्ड सुरु भयो। इट वाज सो क्लिन नाइस। पानी चाहिँ परेको थिएन, अलिकति क्लाउडी चाहिँ वेदर थियो, तर मान्छेहरू अब स्टलहरू ओपन भइसकेको थियो। धेरैजना मान्छेहरू आइसक्नु भएको थियो। म चाहिँ फर्स्ट टाइम सुपर एक्साइटेड थिएँ। अनि हामीहरू सबैजना बसबाट झरेर चाहिँ जान थाल्यौँ। यहाँ चाहिँ पर पर्सन 5 pound तिर्नुपर्ने रहेछ, तर हामी चाहिँ ग्रुपमा आएको भएर हामीलाई चाहिँ डिस्काउन्ट दिनुभयो। पर पर्सन 3 pound टिकट एन्ट्री फी चाहिँ फाल्टै तिर्नुपर्ने रहेछ। बस चाहिँ हामीले 20 pound पर पर्सन तिरेर आएको थियौँ भने टिकट पनि एक्स्ट्रा इन्क्लुड थिएन, एक्स्ट्रा तिर्नुपर्ने थियो। अनि मेरी प्यारी कान्छी अब जाँदैछौँ। घाम लाग्यो, रमाइलो लाग्यो। मलाई त घाम लाग्यो है, ठिकै छ। लेट्स सी अब के छ भित्र है। माई कन्ट्री फ्ल्याग माई प्राइड। लुङ्गीहरू चिसो, हात चिसो भयो। ए यहाँ त मोतीको मालाहरू पो रहेछ। तुम्बा खाने, तुम्बाको भाँडा दही राख्ने थियो कि। त्यही माला हो। ए हाइल्यान्ड कलेक्सनको यहाँ ल्याएछ। भाँडाकुँडा के किन्नु छ? भाँडाहरू के हेर्नुबाट भन्ने कुचन छ? योवाला कुदालो हेर्नु, यो उतै पाउँछ हो। यस्तो त यस्तो धार भएको त यो 45 pound। यो 40। यो त काम छैन हामीलाई। चुलो पनि रहेछ। मेरो उता खुकुरी हेर्छु न म। यस्तै प्लिज भनेको बुढोले नमानेर। यो के गरेको दाइ? यो चाहिँ स्किल नेपालीहरूको लागि। ओके। कसैलाई अब रोजगार चाहियो भने हजुर त्यो कार्ड निकाल्नु पर्छ कि कन्स्ट्रक्सनका। ए हजुर, त्यो गऱ्यो भने त्यो इजिली जब पाउने। ए ओके। 100% जब पाउने। हजुर। तपाईँहरू के युट्युबर चलाउनुहुन्छ कि लाइभ के? हजुर समथिङ के गर्नुहुन्छ? न म त हामी त कोभेन्ट्रीबाट आएको। कोभेन्ट्रीबाट आएको अनि फर्स्ट टाइम आएको कि। अनि के गर्नु भएको छ? स्किल के नेपालीहरूलाई स्किलको लागि, जबको लागि यो गर्नुहुन्छ। ए हुन्छ, हस् धन्यवाद दाइ। हस् धन्यवाद दाइ। यो के उतातिर जाऊँ न, अब यताबाट घुम्दै।
यतापट्टि यो राम्रो लाग्यो बरु मलाई यो किन त फल्स हाल्नुपर्छ नि त मिरा हवस् त मैले हाल्छु अनि फल्स पिको कहाँ गर्ने त नि मैले हालिदिन्छु भयो भयो यो के माला यो के स्वेटरहरू गोर्खा ज्वेलर्स लामा के समथिङ छ नि त टिकटकबाट यहाँ यो दिदीहरू त त्यहाँ पो आएछ नेपाली फुड्सहरू हजुर हजुर दिदी नमस्ते अस्ति मगाएको छ यो के स्वेटर पहिला एक राउन्ड घुमौँ अनि त्यसपछि आएर अनि पछि एक ठाउँमा गएर किनौँला है दिदी सर्लक एक राउन्ड दिदी यहाँ सेताको गहनाहरू रहेछ यो के स्वेटर रेकर्ड गर्दै हिँड्नुपर्छ कि यसो धन्यवाद डायमन्डको आइटमहरू हेर्नुहुन्छ भने हेर्नुहोस् फुलीहरू हेर्ने हो दिदी आउनु साथीहरू आउँदैछ नि कसले त्यो त ठुलोवाला हो भाउजू मैले त्यो आँखी झ्याल देखेको थिएँ कि लाने भनेको खोइ साथी नै कहाँ गइन् मिरा यहाँ रहेछ जेठको मालाहरू रुनाको त छ अनि सामान हेर्न पर्दैन अनि यतिकै हिँड्न खुरखुर हिँड्न आएको साडीहरू त तर फल्स पिको नहालेर साडी छैन कि टिकटक नै बनाएको थियो भिडियो बनाएको थियो ए गोर्खा वाचको यहाँ रहेछ तपाईँले त मेरो त मासु खान्छ कि घरिघरि बिस्तारै हिँड्नु भनेको सुई ल्याम कस्तो राम्रो फोटो दा हिमालको हेर्नु न कस्तो राम्रो है हिमालको हेर्नु त कति राम्रो रहेछ थान्काहरू त्यो देखा पहिले काबा
यो चाहिँ म्याचहरू हुने ठाउँ हो यहाँ अगाडि। मैले यत्तिकै हेर्दाखेरि यहाँ 10वटा फुटबल कोर्ट देखेँ, 10वटा चाहिँ होइन, 9 नम्बर 10 नम्बरसम्म थियो। अब एक्स्ट्रा कतिवटा थियो मलाई थाहा छैन, मैले चाहिँ 10वटा चाहिँ भेटाएँ। यहाँ चाहिँ अल टुगेदर सबै म्याचहरू गरेर आई थिङ्क 48 हो कि 50वटा म्याच भने जस्तो लाग्यो थियो, इन्क्लुडिङ अल गेम्स है, त्यो वुमेन्स सबैको। अनि त्यसमा चाहिँ हामीलाई भोक लागेर चाहिँ हामी के खाने भनेर डिसाइड गऱ्यौँ। म चाहिँ 1 कप चिया अनि त्यसपछि समोसा लिएँ। अनि बाबुले चाहिँ जङ्ग बाबुले यो चाहिँ 10 पाउन्ड पर प्लेट, यसमा चाहिँ चिकन विङ्स, आलुदम अनि त्यसपछि अचार एउटा सेलरोटी इन्क्लुड थियो। मलाई खानु भनेर दिँदै हुनुहुन्छ, म चाहिँ एलर्जी धनिया नि त, धनिया धेरै खाँदिनँ भनेको छैन धनिया भने खायौँ। अनि त्यसपछि फेरि गयौँ घुम्न। यही यहाँ चाहिँ है सेकुवाहरू पोल्ने, मासु पोल्ने, चिकन बफ एभ्रिथिङ वाज अभाइलेबल ओभर देयर। झन् यो मासुको त्यो उसले पनि झन् भोक लागेको जस्तो फिल भयो कि खाइसकेपछि। अब फेरि गयौँ हामी डुल्न। अब यसपछि चाहिँ अब सामानहरू किन्न सुरु गर्नु पऱ्यो भनेर अनि सामानहरू किन। यो चाहिँ नेपथ्यको चाहिँ अगस्त 9मा चाहिँ लन्डनमा चाहिँ कन्सर्ट छ। अहिले सायद उहाँहरू आई गेस युएसएको टुरमा हुनुहुन्छ, युएसतिर कन्सर्ट गरिराख्नु भएको छ भेरी सुन इन युके। इन अगस्त 9मा चाहिँ उहाँहरूको कन्सर्ट छ, यहाँ प्रोग्राम छ। मलाई चाहिँ मेरो घरमा चाहिँ सानो सानोहरू सामानहरू के नेपालको अथेन्टिक जस्तै डोकोहरू अनि डालोहरू त्यस्तोहरू कलेक्ट गर्नु मन थियो, भित्तामा ह्याङ गरेर राख्ने। अनि मेरो बच्चाले पनि देखोस्, सोराकीले पनि देखोस्, चिनोस् भनेर। अनि इट वाज टु एक्सपेन्सिभ के हुन्छ नि सामानहरू त्यत्रो यत्रो, तर ह्यान्डमेड भएर नि होला। आई लभ इट। मैले अब अलिअलि आफूलाई मन परे जति, अब आफूले किन्न सक्ने गरे जति आफूले चाहिँ किनेर ल्याएर आएँ। र धेरै कुराहरू मलाई थाहा पनि छैन कि के कता कसो भन्ने थाहा पनि थिएन। अनि मलाई चाहिँ कस्तो मन पऱ्यो त, मैले टिकटक सपहरूमा देखिरहेको थिएँ अनि नेपालमा पनि देखिरहेको थिएँ। अनि तर चाँदीको ओरिजिनल चाहिँ पाएन। अनि यही एउटा लिएँ। अनि त्यसपछि योहरू, अनि त्यसपछि यो फ्रिज म्याग्नेट, अनि त्यसपछि यो चाहिँ राख्ने सजाउनेहरू लिएँ। अनि त्यसपछि त्यहाँ बाहिर चाहिँ त्यो सामानहरू थियो कि मै पार्नु छ भनेर लेखाएको थियो। अब मैले कहिले गरेको भए मलाई थाहा हुन्छ। अनि म बसेर जबरजस्ती गरे जस्तो गरेर जङ्ग बाबुलाई चाहिँ भिडियो खिच्न लाग्यो। त्यो दिदीले चाहिँ त्यहाँभित्र साँच्चीकै मै छ भनेर हेर्नुभएको कि। अनि त्यसपछि मैले आफूलाई हाँस उठिरहेको थिएँ, तर आई ट्राई माई बेस्ट। रहरले गरेको नि अब। अनि यो चाहिँ यहाँभित्र अभाइलेबल भएको सामानहरू कि नेपाली, मैले हलो किन्यो, डोको किन्यो, उयो ओड्ने छाता जस्तो हुन्छ नि त्यो किन्यो, डालो किन्यो, अनि त्यसपछि ट्री ट्रेहरू किन्यो। त्यतिले पनि म नि बनाउँछु भिडियो खिच्दिनु भन्नु, भिडियो खिच्दिएको। अनि मैले चाहिँ सामानहरू किन्यो फाइनल्ली। मलाई चाहिँ यो सामान मेरो किचनमा राख्छु र ढिकी सानो हुँदाखेरि हामी चामल कुटेको मलाई कस्तो याद आयो। हाम्रो मम्मीहरूले सेलरोटी पकाउनलाई ढिकीमा चामल कुटेको। यो चाहिँ सानो बच्चाहरू साथ मेरो पालासम्म यो थियो होला कि के भन्छ कोक्रो, नेपालीमा आई गेस कोक्रो नै भन्छ। अनि त्यसपछि अरू राखी झ्यालहरू, तर एकदम धेरै एक्सपेन्सिभ। त्यही भएर मैले चाहिँ म मेरै बहिनीसँग मगाउँछु भनेर चाहिँ मैले त्यो सामानहरू नकिनिकन आएँ। त्यो सामान त एक्सपेन्सिभ चाहिँ टु मच के। फेरि कार्डहरू कहीँ नचल्ने, एक त नेटवर्कले पनि काम नगरेर, फोनहरू नलागेर, डाटाहरू नटिपेर कस्तो गाह्रो। अनि यहाँ चाहिँ सानो उसमा पेन्ट गरेको रहेछ नेपाली, अब त्यो स्तुपाहरू, त्यो नेपाली बच्चाहरू नाचेको त्यो के नेपाली ड्रेस लगाएर। यो चाहिँ पाउच, नवीन ज्वेलर्सले पार्नुभएको पाउच। यसमा चाहिँ रिङ नाप्नलाई त्यो मेजरमेन्ट लिने थियो, अनि एउटा टिका, अनि त्यसपछि एउटा चाहिँ आफ्नो हातको के नाप। त्यसपछि डुल्दै अर्को लट भोक लाग्यो। अनि के खाने, चटपटी चिकन ललिपप खाने भनेर मिरा रिसाइछिन्। फेरि मेरो फोन उठाएन, नेटवर्क आउँदैन, एक त
के फोन सुनिँदैन ऊ रिसाएको छैन म उसलाई फकाउँदैछु अनि त्यसपछि हामी दुईजना चिकन ललिपप र अघिदेखि टुरो जस्तो भएर हिँड्ने यार गर्नलाई अनि चाहिँ अघि हामी आउँदाखेरि चाहिँ मान्छे एकदम कम हुनुहुन्थ्यो एकछिन घुम्दा घुम्दै त यति धेरै पुरै भयो के फुल भयो यो चाहिँ गोर्खा कपको झन्डा म यता फर्काउन खोज्छु उता फर्किन्छ है हावाले अनि मैले यहाँ होस् भनेर त्यत्तिकै राखिदिएँ अनि त्यसपछि यो आइल्यान्ड कलेक्सनमा मिराले बजारलाई दौरा सुरुवाल सोध्छु भनेर सोध्न गएँ नि मैले त्यहाँ पनि मादल सानो भेटेको झुन्डाउनेवाला ल्याउँथेँ यत्रो ठुलो त अब त्यत्तिकै हामीलाई त युजलेस हुन्छ नि त युज गरिँदैन खासै अनि यहाँ सबैको घरमा मादलहरू छ यतिकै चाहिहाल्यो इनकेस भने पनि वी क्यान बोरो फ्रम देम तर वेदरले चाहिँ साथ दियो म त पानी पर्छ कि भन्ने कस्तो डराइरहेको थिएँ वेदरले चाहिँ साथ दियो आइ एम सो ह्याप्पी मेरो फर्स्ट टाइम भयो तर म खुसी लाग्यो योहरू सारङ्गी नेपाली हस्तकला भन्छन् क्यारे सायद यो सामानहरू नेपाली हस्तकला सामानहरू यहाँ जताततै अभाइलेबल थियो मलाई चाहिँ योहरू राख्न मन थियो कि घरमा त्यही भएर मैले सानो सानो धेरै ठुलो होइन सानो सानो त्यो डेकोरेट गर्नको लागि कि डेली युज त अब हामीलाई हुँदैन नि त यहाँ अनि त्यही भएर यो मैले घरमा सजाउनु यो चाहिँ मैले ड्रिम अफ डाइजबाट राम्रो लागेर मिराले मेरो भिडियो खिच्थिन् अब चाहिँ सायद हामी 5 बजे सबैजना त्यहाँनिर जम्मा भएर जाने भनेर भन्ने कुरा थियो नि त अनि यहाँ आउनलाई 2.5 घन्टा त डेफिनेटली लाग्छ फेरि मान्छेहरू जम्मा हुन्जेल यताउता गर्नुन्जेल टाइम लाग्छ यो चाहिँ हामी सबैले घुम्दा घुम्दा किनेको सामानहरू हो अनि सबैजना यो चाहिँ फाइनल म्याच हो होइन जहाँ चाहिँ टिमहरू बिचको अघि चाहिँ धेरै टिमहरू थियो नि त अनि त्यही भएर सानो सानो खेलाउँदै यो चाहिँ म्याच अन्त सावित्रा भण्डारी पनि आउने भनेर कुरा थियो तर नजिकबाट त कहाँ देख्नु यत्रो ग्राउन्डमा ऊ टाढाबाट देखेँ अनि मैले जुम गरेर भिडियो लिएको ऊ चाहिँ सबै प्लेयरहरूसँग भेट्दै थियो अनि त्यहाँको मान्छेहरू उहाँलाई इन्भाइट गर्नेहरूलाई भेट्दै थियो बहिनीले अनि यतिकैमा हाम्रो त जाने टाइम भयो फाइनल म्याच त हेर्नु नै पाएन कसले जित्यो भन्ने नै थाहा भएन कि किनकि हाम्रो टाइम टाढाबाट गएको एक त अनि त्यही माथि टाइम पनि आउट भयो होइन सानो सानो बच्चाहरू पनि गएको थियो अनि हेर्नु न कति धेरै गाडी छ कि कति धेरै मान्छेहरू नि त्यस्तै अलिकति मलाई चाहिँ टोइलेट चाहिँ अलिक हाइजेनिक लागेन यो चाहिँ हामी आएको बस हो 2टा बस लिएर आएको थियौँ हामी चाहिँ यही ठाउँमा जम्मा भएर चाहिँ अब घर जान लागेको वेदरले चाहिँ थाहा साथ दियो म त पानी पर्छ कि भनेर डराइरहेको थिएँ ठिकै क्लाउडी भए पनि राम्रो कि हेर्नु न कति धेरै गाडी छ कति धेरै जति गाडी यता छ अरू साइडहरूतिर नि त्यत्तिकै छ कि ममा यहाँबाट वी क्यान एनालाइज के कति नेपाली हुनुहुन्छ यहाँ भनेर के विदेशीहरू थोरै के 1% 2% जति मैले देखेँ नत्र अलमोस्ट सबैजना नेपाली टाढा टाढाबाट पनि आफ्नो प्राइभेट गाडी हुनेले प्राइभेट गाडी लिएर आउनुभयो अनि जस्तै हामी जस्तै बस रिजर्भ गरेर आउनेहरू पनि हुनुहुन्थ्यो कति धेरै के फर्स्ट टाइम आई इन्जोयड अ लट खुसी लाग्यो मेन कुरा चाहिँ वेदरले साथ दियो म त्यसैमा खुसी छु कति धेरै के गाडी म त लाइक जो ट्राफिक मोमेन्ट जस्तो भएको कि बाहिर आयो गाडी अघि हामी जाँदा पुरै खाली थियो कि यहाँ गाडीहरू थोरै मात्रै थियो